ल साथीहरु लेखमा आएपछि यस्तो कोसेली पाइन्छ है। यो एउटा चाहिँ पिउरा हो, एउटा चाहिँ बनकुखुरा हो है। बनकुखुराको टाउको यत्रो हुन्छ ड्याममै झ्याप्पै लाएर केलाएर राखेको। ल साथीहरु यस्तो चाहिँ पाइन्छ है लेखमै। लेख घुम्न आउनुपर्छ, त्यही भएर झ्याप्प लाएरै। साथीहरु यो चाहिँ मेरो गाउँ पाखा है, अलैँची बारी। ल हेर्नु, अब चाहिँ म चाहिँ ट्याक्क लागेर ल त्यो अलैँची बारी जान लाग्यो नि त। हो त्यो अलैँची बारी जान लाग्यो है साथी हो। हो यहाँ चाहिँ गोठ बन्दैछ सानो। कता खै हो यहाँ हो। अब त्यताको अलैँची बारी जानको लागि चाहिँ मैले त्यो पुल तरेर जानुपर्छ कि यो है। यतिखेर यो पुल तरेर जानुपर्छ। म चाहिँ यहाँ टापको पाखामा छु नि त। अब चाहिँ सट्ट घुमेर जाने हो कि है। यो चाहिँ टाप गाउँको पाखा है। अब म चाहिँ त्यो जङ्गलतिर जान लाग्यो, तला यतातिर है। यसको लागि यो तल पुल छ के अरे। अब यो लघुविद्या छ सानो, पहिलो जमानामै यो बिजुली चाहिँ निकाल्नु भएको यो सानो लघुविद्याको अफिस चाहिँ यहाँ रहेको छ। ल केही यही हो है, यो बिजुली निकाल्ने टाप गाउँको बत्ती बल्ने घर पहिला। ल ओके, यतिखेर म नि आइपुगेको छु नजिकै। यसो अलैँची बारी घुमेर आउनु पऱ्यो कि है साथीहरू। अब बेलामा घुम्न मन लाग्छ। अहिले स्कुल छुट्टी छ, सो अहिले चाहिँ कहिले त इन्ट्रेस्टिङ पार्ट पनि रोज्नुपर्ने हुन्छ साथीहरू। यो इन्ट्रेस्टिङ पार्टले गर्दा नै गाह्रो हुन्छ, रमाइलोतिर लाग्नु पर्यो नि छैन। पानीको यो त साथीहरू यतिखेर चाहिँ म अब खोलाको तिरमै आइपुग्यो है। अलिकति बाटो चाहिँ भिरको बाटो छ नि त साथीहरू, हेर्नु त यस्तो भिरबाट साँगो त्यहाँ छ नि त, त्यहाँबाट पारी तर्ने हो कि म है। हो त्यहाँ पारी चाहिँ हाम्रो अलैँची बारी हो। ट्याक्क जान्छु। टाप गाउँ चाहिँ हाम्रो छिमेकी हो कि पहिल्यैबाट। टापको टिमले चाहिँ मेरो विद्यार्थीहरूले चाहिँ मलाई नचिने पनि, म पहिला कहाँ गयो भनेर नचिने पनि म चाहिँ टापकै छिमेकी हो है। योभन्दा पारिपट्टि चाहिँ माथि चाहिँ पहिला हाम्रो घर थियो, फितगाउँ भन्ने ठाउँमा। अहिले चाहिँ हिलो झरेको हामी 27-28 वर्ष पनि बढी भइसक्यो कि है। म 2 गच्छे पढेर झरेको हो साथीहरू। आज चाहिँ यसो घुम्न आएको। कस्तो रहेछ त टापसम्म बाइकमा आएर अलैँची बारी हेर्न आउनु पऱ्यो भनेर आउँदैछु म। रमाइलो हुनेवाला छ। ल हेर्नुहोस् है, यो चाहिँ अब खोला पुग्छ नि त एकछिनमा। ल हेर्नुहोस् साँगो त्यहीँ छ नि। ल ओके साथीहरू, फाइनल्ली म चाहिँ ल यो चाहिँ टापको बेसीमा रहेको यो झोलुङ्गे पुलमा आइसकेको छु। यो घट्टे खोला पुल हो कि यो साथीहरू, घट्टे खोला पुल है। यो चाहिँ हाम्रो बाबुबाजे हिँडेको पहिलाको एकदमै पुरानो बाटो हो, पुरानो गोठ बस्ने ठाउँहरू है। तर हाम्रो लागि त अहिले हरेक कुरा आइसक्यो। त्यस्तो हरेक समस्याको समाधान गर्ने औजारहरू आइसक्यो। त्यो बेलामा कुटो, कोदालो, बन्चरो, हलो बोकेर हिँड्ने ठाउँहरू यिनीहरू भनेको है। अब चाहिँ रमाइलो हुनेवाला छ। एकछिन चाहिँ म यसो अलैँची बारी कस्तो भइसक्यो भनेर जान्छु। यो टापको पुल हो, यहाँबाट माथि है साह्रै टाढो। हेर्नु त अघिको यो भिर, म झरेपछि त्यो माथि टाप हो नि त। टाप चाहिँ यो माथि हो नि त है। ल ओके ल साथीहरू, पुल तरेर आइसक्यो साथीहरू। हेर्नु कत्रो गाउँका छ यो मुनि। यस्तो गुफाहरू छ है यहाँ चाहिँ। अब एकदम ठुल्ठुलो सर्पाहरू नै लुक्छ अरे भन्ने कुरा सुनेको थिएँ मैले। हो ल यो चाहिँ अब अलैँची बारी पुग्नै लागेको है। अब पुग्छ अलैँची बारी। तलबाट झर्न पुग्ला, माथिबाट तल झर्ने कि तलबाट माथि चढ्ने हो यार। दो बाटो आइपुग्यो।
तलबाट माथि चढ्दा पुग्छ त होइन पुग्दैन होला बाटोमा अलमल पऱ्यो त यार यो तगारो बाटो त होइन साथीहरू अब नचिनेको बाटो जानुहुन्न म माथिबाटै जान्छु ए साङ्गोबाट आउने बाटो यो हो यो तलबाट नजिकै बाटो म चाहिँ माथिबाटै जान्छु यो चाहिँ गोठ बस्ने खर्का हो यहाँ नि अलैँची रोप्ने भनेर एकचोटि फाटिराखेको चाहिँ हो तर रोपेनौँ हामीले ल ओके साथीहरू अलैँची बारी आइपुग्नै लाग्यो है यो चाहिँ अलैँची बारीको यतापट्टिको गौडा हो यतिखेर म चाहिँ अब पसिनै पसिना भइसकेको छ गाह्रो छ नि त गाह्रो धेरै जस्तो नहिँडिरहेको त्यही भएर चाहिँ आज हिँड्दाखेरि चाहिँ यस्तो अप्ठ्यारो आइपरेको हो साथीहरू होइन तर एकदम रमाइलो ठाउँहरू छ कि लेक भनेको त यो सबै सिस्नु हो नि यो सिस्नु हो यो सिस्नु घारी हो हेर्नु यो सबै सिस्नु घारी हो नि यो ल म पारी पाखाबाट खिचेको अघि अहिले यता पाखा आइपुगेँ अघि म झरेको खोला त्यतै हो अब आइपुगेँ है अलैँची बारी होड्याक्क यतै हो आज ससुराली निम्तो खाएर अलैँची बारी घुम्न आएको है म थकित भइसकेको छु ए बाटो यताबाट जस्तो छ ए अलैँची बारी यतै हो त ल मामा पनि आउनुभयो ल साथी हो यो तल गोडार चाहिँ चराहरू चर्ने ठाउँ मृगहरू खेल्ने ठाउँ है साथी हो भालु पनि आउँछ यता ल यो चाहिँ मृग खेल्ने ठाउँ मृगहरू यस्तोमा खेल्छ कि ल साथी हो आइपुग्यो है फाइनल्ली यही हो हाम्रो अलैँची बारी भएको ठाउँ गर्मी भएको अवस्था छ खै त मामा आइपुग्नु भएन लम्ले ए ल हेर्नु यस्तो ल हेर्नु यस्तो काँडाहरू छ यो काँडाको नाम के हो साथीहरू ल भन्नु ल है र यसको जरा पनि खायो भने शीतल हुन्छ अरे हाम्रो ज्यानलाई ए यस्तो दाजुभाइ भेट भएको अब मामा आउनु भएन कि ल झ्याप्पा ल यही त ल साथीहरू अलैँची बारीको गोठ बन्नेवाला छ हो त्यहाँ हो नि त अब गोठ बनाउनलाई अब ल हेर्नु एक गोचा त चाहियो नि त खम्बा त्यो खम्बा हो यो काँडाको ओली रुखको जस्तो नि छ काँडा परेको अनि जानुपर्छ ल है यहाँबाट ऊ त्यो तल हो यो तल हो यो टापभन्दा तलपट्टि हो कि यो घोचो लिन आएको यो कहाँ भन्दा फ्रेको डाँडा फ्रेको यो तल कुल्चो डाँडा भइहाल्यो यो तलको पारी सिङ्ली भइहाल्यो होइन यो सिङ्ली मामा गाउँ यो पारी टाप भयो यो रुखले छेले अलिकति यो पारी टाप हो अघि म त्यो बाटै हुँदै आएको त्यहीँ बाइक छोडेर आएको छु हो त्यो पाखाभन्दा अघि मैले देखाएको घर कता उब्ले नदेख्दो रहेछ क्यामेरा क्वालिटी कति भयो देख्ने हो त्यो घर हो त त्यो घर हो कि साथीहरू यतिखेर म यता पाखा आइसकेको छु फ्रेको डाँडा अब यहाँ हो त्यो सामान लिन आएको हो त्यो सामान है गोठ बनाउने यो तल यो पारीको टाप भइहाल्यो
यो टाप हो नि त पारेको, म त्यहीबाट आएको नि त भर्खरै। ऊ त्यो तलबाटको रातो रातो देखेको घरनिर त मनिताको घर रहेछ नि त्यो त फेरि। किन दाइ चाहिँ त्यो खम्बा बोकेर गइहाल्नु भयो। मेरो चाहिँ यहाँ पालो परेको छ है साथीहरू। यस्तो हो नि त, भारी त बोक्नै पर्यो। आमामामामामा गरुङ्गो छ कि साथीहरू, गरुङ्गो है। ल के मर्निङ हिँडेको अब सर लाएर यो पुऱ्याउने हो नि त तल। ओके यता जाने अब साथी हो। गाह्रो भयो गाह्रो, भारी बोकेर हिँड्ने गाह्रो भयो झाडीमा। ऊ तल हो नि त डेरा बनाउने, ऊ तल हो, ऊ त्यहाँ हो नि त डेरा बनाउने। ओ पारेको भित्र, टापको भित्र भइहाल्यो यो तल। ऊ ल ओके यहाँबाट जाने हो नि त फेरि बाटो। ए त्यसको बाजे बाटो हुनु पऱ्यो नि फेरि बाटो। हजुर ल यताबाट लाने हो। ल साथीहरू बाटो छिजल्दैछौँ। यो चाहिँ हाम्रो टाप गाउँको टोलीले घाँस काटेर यहाँ यस्तो तरिकाले घाँस काटेर जानुभएको रहेछ। सिस्नो सिस्नो झारी सिस्नो। यहाँ तल गोठ बनाउने हो क्या अब। ल है साथीहरू लास्टमा चाहिँ ट्याक्क अलैँचीबारीमा यहाँ हो गोठ बनाउने भनेको। यहाँ गोठ बनाउने भनेको यहाँ हो क्या। यो सबै अलैँचीबारी हो। हाम्रो टापको टोलीले घाँस काटेर घाँसको डाली चाहिँ सबै अलैँचीबारी माथि राखेछ। साथीहरू त्यसो नगरिदिनुहोस्। अब चाहिँ सरसफाइ गरिदिनु होला घाँस झारे पनि। यता पनि छ अलैँची। म चाहिँ अब फर्किने हो। मौका मिल्यो भने भोलि आउने हो फेरि। पानी परे अब बसिराख्ने भनेर सोच गरेको। आज पानी पर्दैन मलाई थाहा भइसक्यो। आज फर्किने हो। ल है साथीहरू लास्टमा चाहिँ ट्याक्क अलैँचीबारीमा यहाँ हो गोठ बनाउने भनेको। यहाँ गोठ बनाउने भनेको यहाँ हो क्या। यो सबै अलैँचीबारी हो। हाम्रो टापको टोलीले घाँस काटेर घाँसको डाली चाहिँ सबै अलैँचीबारी माथि राखेछ। साथीहरू त्यसो नगरिदिनुहोस्। अब चाहिँ सरसफाइ गरिदिनु होला घाँस झारे पनि। यता पनि छ अलैँची। म चाहिँ अब फर्किने हो। मौका मिल्यो भने भोलि आउने हो फेरि। पानी परे अब बसिराख्ने भनेर सोच गरेको। आज पानी पर्दैन मलाई थाहा भइसक्यो। आज फर्किने हो। ल साथीहरू लेखमा आएपछि यस्तो कोसेली पाइन्छ है। यो एउटा चाहिँ पिउरा हो, एउटा चाहिँ बनकुखुरा हो है। बनकुखुराको टाउको यत्रो हुन्छ ड्याममै झ्याप्पै लाएर रातो केलाएर राखेको। ल साथीहरू यस्तो चाहिँ पाइन्छ है लेखमा। लेख घुम्न आउनुपर्छ त्यही भएर झ्याप्प लाएरै। ल साथी हो पानी पिउने ठाउँ लेखमा यस्तै हो। ल हेर्नु यस्तो साङ्लो पानी। ओरिजिनल कप कप चाहिँ लिएर आउनुपर्ने रहेछ बरु। यताबाट झर्ने हो पानी। बाख्रा चराउने ठाउँहरू हो यो। गाईबस्तु चराउने ठाउँ। के भन्नु पारी पाखा माथि टाप। ल उता मामा आएर बस्नु भएको छ त्यो माथि। कान्छा मामा सुखबहादुर लामा। फर्किँदैछौँ है। यहाँ मिर्गा 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 मिर्गा। ओहो ल साथीहरू हामी चाहिँ पुल डढ्दैछौँ है। पछाडि फुपू पनि आउनु भएको। हाम्रो टाप गाउँको फुपू। सारा रा रा रा। ल है झरना, टापको यताको झरना हो यो। यता उकालो चढ्दैछौँ कि साथीहरू। गाह्रो भइसक्यो बहुत गाह्रो।
बहुत गाह्रो। ल साथीहरू, यो कुन गाउँको कुन झरना हो ल पत्ता लगाउनु है। हरू फर्किएको है, फर्किएको यतिखेर अलैँचीबारी पुगेर यो चाहिँ अब ट्याक्क अब यो टाप गाउँको छेउको गाउँको छेउमै आइपुगेको छु। एकदमै थाक्ने कि टाढोको बाटो बानी नभएर नि होला, गाह्रो पनि लाग्यो। ल के साथीहरू, आजलाई यति नै पो, फेरि भोलि आउने पालो छ। यो चाहिँ त्यस्तो खासै स्पेसल भ्लग चाहिँ होइन, मिनी भ्लग चाहिँ मैले समेटेर हाम्रो ठाउँको यो के कति कस्तो छ कुन ठाउँमा भन्ने कुरा मात्रै तपाईँहरूलाई देखाउन लागेको है। ल ओके सी यू।